Hi guys, welcome to my channel. अहिले चाहिँ हामी साथीलाई हामी स्कुलदेखिको साथीलाई भेट्न जाँदैछौँ। उसको नाम के हो भन्नु न? तपाईहरु गेस गर्नु होला कि लास्टमा कसैलाई थाहा छैन। भरे भन्छौँ ल। अहिले चाहिँ हामीले उसको बाबुको बर्थडे आउँदैछ अरे अनि गिफ्ट किनेकन आएको। अनि अब चाहिँ हामी दोकान जाँदैछौँ। घडी लिनु छ नि त किनभने अब घडीको सुट गर्नु छ। नयाँ घडीहरू आएछ सो वी आर गोइङ अगेन। अनि बल्ल बल्ल यता देखाउनु बल्ल बल्ल ह्यान्ड मोडल आएको छ दमकबाट सो टाइमको युटिलाइज गर्नु आफ्नो साथी हुनु फाइदा यही हो क्या प्रिटी ह्यान्ड्स हुनु त यतानिर यहाँ डिलिङ गर्दै हुन्छ बिजनेसम्यान हाम्रो एन्टिक्समा चाहिँ नयाँ घडीहरू आएको छ देखाइदिनु यो चाहिँ कुनको पनि भनिदेऊ न कुन कम्पनीको ओचको घडी सो प्रिटी वाउ तपाईहरूलाई मन पर्यो भने हामीलाई इन्स्टाग्राममा मेसेज गर्नुहोस् एन्टिक्समा हेर्नुहोस् सो प्रिटी हामीले घडी लिइसक्यौँ टु मेक भिडियोज यता चाहिँ ह्यान्ड मोडल मैले त्यो भिडियो हेरेको कि कति यही मात्रै भन्ने यता चाहिँ त्यसरी पनि हेर्छ कसैले यसो बाहिर कस्तो मिठो बाँच्छ माई गॉड हाम्रो यहाँ छ हेर न अब कसरी निकाल्नु छ हेर नि त्यो चाहिँ ला के हो यो अब कसरी निकाल्नु हामी चाहिँ यहाँ सुट गर्न आछौँ स्कुटीको चाहिँ ऐना पनि रहेन रहेछ गाई हाई गाई वेलकम टु माई भ्लग बस कस्तो लाग्यो त मलाई भेटेर आफ्टर सो लङ होइन हगिज पनि गरौँ न उयो हाम्रो साथी तिम्रो इन्ट्रोडक्सन देऊ यो छिटो छिटो इन्ट्रोडक्सन दियो यहाँ चुनाको भ्लगमा कस्तो धेरै फल प्रतिमा पनि हगिज गर फाइनली हामीले कफी खाइसक्यौँ सो फोटो भिडियो सुट पनि भइसक्यो एन्ड नाउ वी आर गोइङ वेयर होइन के नैवेद्य किनभने नैवेद्यमा चाहिँ एकदमै मिठो फुड पाउँछ सो वी आर गोइङ त्यहाँ गएर हामी के खान्छौँ भनेर चाहिँ देखाउने छौँ एन्ड थ्रिफ्ट स्टोर पनि जाने हो कहाँ हो थ्रिफ्ट स्टोर यतै छ नयाँ खोलेको छ नि ओ माइ गॉड आई फिल लाइक म त खतम भ्लगर हो कस्तो मजाले हात स्विच गर्दैछु नि त यस्तोहरू ए अनि धेरै पछाडि भेटेर कस्तो लाग्यो धेरै पछि भेटेन मलाई मिस गरेको थियो किन आई झुट इतना झुट मैं नहीं सुन सकती लुक यहाँ थ्रिफ्ट छ ओके वी विल कम हियर लेटर ओके फिलहालमा चाहिँ हामी जाम त खानु भोक लागिरहेको छ हो तिमीहरू सबलाई दिस इज नैवेद्य अनि अब हामी यहाँ जाँदैछौँ है के गरेको नि डिस्प्लेमा राख्दा हुन्थ्यो नि मैले चाहिँ के गरेको क्लम्जी कसले भन्छ क्लम्जी होइन यो सो फुल वाउ सो यम अब हामी यहाँको थ्रिफ्ट स्टोर जाँदैछौँ गाइस दिस इज द वान थ्रिफ्टको कपडा किनिदिनु यस ओके राम्रो छ भने त के हो त हामी चाहिँ बिरतामुनको एकदमै भाइरल चटपटे खाना आएछौँ यहाँ हेर्नु भिड ओ माई गड के भन्न चाहन्छौ मैले चाहिँ टेस्ट गरेको छुइनँ फर्स्ट टाइम टेस्ट गर्नु गइरहेको छु ढाँट्छौ ओ माई गड यो सच लायर तिमीलाई कस्तो लाइक रेट गर ल अहिले एकछिनमा कस्तो भयो फर्स्ट टाइम ट्राई गर्दैछु हैन अलिक साह्रो बोल न जेन्युइन वाला रिभ्यू दिन्छु गेटको ओके टेक गर्दिन स्टे ट्युन उता हाम्रो अर्डर गर्दैछ हामी चाहिँ यहाँ ब्याडी भएर यस्तो चटपटे
OOTD from Chumna, Face Mark, Patibara Store, and from Gabo, Sparkle NM. मेरो Skin, Lane, I don't know. Luna. अनि Patibara, don't know. Dior. Don't know from It's camera on. The ass. Okay. That's all for now. Now we are going to eat chutpati, guys. हामी चटपटी ट्राई गर्दैछौँ तपाईँहरूलाई भन्छु कस्तो छ भनेर है We're gonna rate out of 10. Yes. कति ढिलो बनाइदिनु भएको भयो Manicure गरेको पो छ त. Manicure भन्छ हैन? Pedicure. Okay, sorry. Pedicure. छ्या नगर न लुगा लाग्छ. ए के को ये गर्छ ल है अब चटपटीको रिभ्यू दिन्छ है ओके म रेट गर्न गइरहेको अलिक साह्रो बोल है छु. फर्स्ट बाइट खाइ ल. पक्क. आई लभ इट. तिम्रो टर्न अनेस्ट दिने भनेको थियो नि फेरि मैले त अनेस्टली होइन राम्रै छ त इट्स नट अबाउट राम्रो. आउट अफ 10 कति आउट अफ 10 how much are you gonna rate? 7 तिमी Yeah, same 7.5. Diva is eating. Feel गर्दैछ उसले स्वाद लिँदैछ अत्तिकै आज डिसअपोइन्ट भयो Oh my god. But it tastes good, eh? इट्स ओके के भयो हामी अगाएर यस्तो मिठो एक्कासी मिठो भयो फेरि लु भयो. ल गाइस अब सुक्खा चटपटीको पालो आउँदैछ गिलो चटपटी इज गुड लेट्स सी अब सुक्खाको के हुन्छ 3D चिया अति नगर न. लुक्स गुड ल रेट गर है कस्तो लाग्यो प्रोसेस गर्दैछ पनि मिठै छ. यसमा पनि म 7.5 कुन प्रिफर गर्छ म चाहिँ सुक्खै मिठ प्रिफर गर्छु किनकि म मतलब गिलो पनि मिठै छ तर मलाई चाहिँ यो चाहिँ अलिकति हेल्दी लाग्छ. ओ माई गड के सुन्यो यो त हेल्दी लाग्छ अरे सुक्खा चटपटी तिमी कति रेट गर्छौ ला मलाई फोन उल्टा पक्रे क्या हाउ इज इट तिमी कुन चुज गर्छौ भने सुक्खा वाट अबाउट यु सुक्खै मन पर्छ. फुका अलिकति मिठो लाग्छ. अहिले गाइस प्लिज ह्यान्डल दिस So क्यामेरा now हामी खाएर अर्को स्पटमा भेट्छौँ गाइस कम्प्लेक्स आएको छौँ प्रतिमाले एसेसरिजको लागि बक्स किन्छ अरे सो वी आर गोइङ म उसलाई पुरा स्पोइल गर्छु नि त हामी जाँदैछौँ हिँड्नु यसरी सिधा सिधा हिँड्नुहोस् आउनुहोस् अनि दिस इज आवर फेभरेट स्पट टु बाई ज्वेलरिज एसेसरिज सो हियर वी आर प्रतिमाले चाहिँ आज हामीलाई यहाँनिर एकदमै धेरै सामानहरू किनिदिँदैछ अनि हामी चाहिँ यहाँ बसिरहेछौँ सरप्राइज गर्छ अरे हामीलाई वेलकम हामी सरप्राइज हुनुको लागि एकदम इन्तजारमा छौँ छिटो गर है आँखा चिम्म गरिरहेको प्रिटी छ त ओ त्यो ठुलोवालै राम्रो हुन्छ सानोभन्दा त आमा म कति धेरै स्टक थ्याङ्क यू जुवाना मलाई यस्तो धेरै स्पोइल गरिराखेकोमा अस्ति पनि धेरै के सामानहरू किन्दै हेर्नु त यस्तो यस्तो स्पेल चाहिँ चाहिरहेको छ सबैलाई
मेरो सेल्फी Selfie. भिडियो मेरो भिडियो अब चाहिँ हामी किनमेलमा सामान किन्नु जाँदैछौँ हेलो किटी मैले पाएको किनमेलमा सामान किन्न गएको एन्ड उसले मलाई स्टिकर पनि किन्दिएन उसलाई मैले यत्रो स्पोइल गरेर उसँग उसलाई मैले स्पोइल गरेँ तर उसले मलाई एउटा स्टिकर किनिदिन सक्यो झन् नर्स हो त ऊ त नर्स हो त गाई She's lying. She's not broke. Not your broke. But I got this Hello Kitty. ये बेचूं ना सब Nah, betchu, don't worry. Wanted to come here. के लिनु भन्दै थिएँ भने यो खोज्दै थिएँ नि त के खोज्दै थिएँ मैले खोज्न चाहिँ तिमीलाई के चाहियो तिमीलाई आज मैले धेरै स्पोइल गरेँ भयो ल आजलाई पेटै टाइट भइसक्यो त्यही भएर होइन के चाहिँ खाएर टाइट भयो हामी सबैले इक्वली खाएको थियौँ तिमीलाई पनि त्यस्तो भन्छ भएको छ ओ भाइरल हुन्छ अब यो भिडियो त अब चाहिँ हामी घर जाँदैछौँ एकदमै लेट भइसक्यो ये पैसा का बाटो काट्दाखेरि भिडियो बनाउँदै बेतामोडको सिचुएसन चाहिँ यस्तो छ फिलहालमा मुक्ति चोक हामी चाहिँ हाम्रो के भन्छ उसलाई हाम्रो मालकिन साहेबलाई पछ्याउँदैछौँ किनभने उहाँले हामीलाई घर पुऱ्याइदिनुहुन्छ हाइडिङ हेयर फेस कति ह्यान्डसम अम्बा हामी घर गएको नि उहाँ चाहिँ स्कुटी उहाँ बाटोमा केटा नजिस्काउनु के हो बाई के गरेको यस्तो साथी भाइ बाई गाइज अब हामी पनि घर जाँदैछौँ एन्ड सी यु नेक्स्ट टाइम प्रतिमा बाई गरिदेऊ बाई गाइज तिमी बाई गरिदेऊ बाई मलाई लिन आएको के लिन आएको मुनि त